डर तरासमा फर्केर नाम नै भयो ढोरपाटन ठिकै लाग्यो बाटो चाहिँ खतरा रहेछ बाटो हेलो एभ्रिवान हामी जाँदैछौँ ढोरपाटन अनि यो हो हाम्रो ढोरपाटन जाँदै गरेको बस अनि यो हो म अनि हामी बुटोलको बाटो हुँदै अब पाल्पातिर लाग्छौँ अनि पाल्पा पुगिसकेपछि गुल्मीमा रिडीमा चाहिँ हामीले रोकेर एकैछिन फोटो भिडियो सुट गर्छौँ र नास्ता पनि खान्छौँ अनि यो चाहिँ भ्यू हो अनि यो चाहिँ वरिपरिको भ्यू एकदमै राम्रो छ अनि यसै गरी अब हामी पुग्छौँ होटेलमा गएर बिहान उठेर चिया खान्छौँ र बिहान उठेर चिया खाएर अब ढोरपाटनको लागि यात्रा सुरु गर्छौँ यो हो ढोरपाटन जाने क्रममा बाटाको दृश्य बाटामा भ्यू चाहिँ एकदमै राम्रो छ अनि यो हो म अनि यसै गरी गाडी हल्का हिलोमा फसेकोले हामीले हिँडेर आएका छौँ अनि यता भिडियो चलिरहेछ सेल्फी ग्याङ अनि यो हो यहाँ चाहिँ बाटो अलि हिलो छ अनि यता चाहिँ हामीले टिमुर टिपिरहेका छौँ हरियो टिमुर एकदमै बसाइरहेको थियो टिमुरको बास्ना कस्तो महँगो थियो अनि यो हो जाँदै गरेको दृश्य हो यो खतरा राम्रो भ्यू छ अनि यो त्यतातिरको घरहरू पनि एकदमै राम्रो सानो सानो घरहरू अहिले चाहिँ ठुलो पनि बनिरहेको रहेछ अनि यो सानो सानो घरहरू पनि छ बाटो चाहिँ एकदमै राम्रो छ मौसम जति अगाडि गयो उति चिसो भइरहेको थियो अनि अब चाहिँ हामीले बस माथिसम्म नजाने भएकोले अरू गाडी रिजर्भ गरेर गइरहेको थियो अब चाहिँ आइयो हामी ढोरपाटन यो हो यही बाटो ढोरपाटनको यात्रा सुरु हुन्छ मौसम चाहिँ एकदमै चिसो अझ माथिबाट पानी परिरहेको मौसम चाहिँ एकदमै चिसो थियो अनि यो चाहिँ वरिपरिको भ्यू अर्को गाडीमा पनि मान्छे बसिरहनु भएको छ अनि आएर हामीले सुरुमा पानी खान्छौँ पानी एकदमै चिसो नचिसो थियो अनि यो म अनि त्यसपछि चाहिँ हामीले अब धेरै भोकै नै लागेकोले खाना खान्छौँ मौसम एकदमै चिसो थियो मौसम चाहिँ एकदमै चिसो खतरा चिसो अनि मान्छे हामीले लगाएको त्यो कपडाहरू पनि देख्न सक्नुहुन्छ हामीले कपडा लगाएको थियौँ तर जति कपडा लगाए पनि चिसो चाहिँ धेरै नै थियो माथिबाट पानी परेको अनि चिसो भएकोले मौसम चाहिँ एकदमै चिसो थियो अनि अब चाहिँ हामी जलजलाको लागि यात्रा गर्दैछौँ अनि जलजलाको लागि यात्रा गर्ने क्रममा चाहिँ अब हामी हिँडिरहेका छौँ ढोरपाटनबाट निस्किएर अब चाहिँ हामी जलजलाको लागि हिँडिरहेका छौँ जलजलामा यो जाने बाटो क्रममा चाहिँ एकदमै हरियाली छ मौसम पनि एकदमै राम्रो चिसो मौसम छ अनि आलु भन्नायो आलु र हलले यहाँको चाहिँ मुख्य चाहिँ आलु र हलले थियो बाटोहरूमा चाहिँ अनि एकदमै राम्रो ब्याकग्राउन्ड पनि एकदमै राम्रो यी भैँसीहरू पनि चरिरहेका छन् यहाँ चाहिँ भैँसीहरू चर्छन् अनि आफै घर जान्छन् अनि यहाँ हुनुहुन्छ हामी चाहिँ यहाँ यात्राकै क्रममा छौँ गाडीमा अनि यहाँ चाहिँ उता जलजला जाने क्रममा रहेको स्कुल त्यहाँको स्कुल हो अनि यसमा चाहिँ कतिजना जाँदै गरेको कहाँ जाँदै गरेको भनेर भन्नुपर्ने रहेछ त्यसैले ड्राइभर झरेर त्यहाँ जानुभयो अनि यहाँ गाडीमा चाहिँ बाटो एकदमै हिलो थियो अन्त गाडी चाहिँ थोरै हिलोमा फसेको थियो अनि त्यो फसेको गाडीलाई निक्लिन जस्तो थियो तर निक्लिन चाहिँ निक्लियो लास्टमा हिलो चाहिँ एकदमै पानी परेकोले हिलो नै थियो गाडी एकैछिन अड्किन्छ तर निस्किन्छ लास्टमा चाहिँ अनि यसै गरी यो हो जलजलाबाट देखिने धौलागिरी हिमालको दृश्य चाहिँ एकदमै बबाल छ है खतरा छ खतरा अनि यसै गरी हामी चाहिँ अब होटेलमा फर्कियौँ अनि अब चाहिँ बिहानको यो चाहिँ होटेलबाट बिहानको भ्यू हो अनि यहाँ चाहिँ हरियाली एकदमै राम्रो छ यहाँको पानी पनि एकदमै चिसो छ
अनि यो ठाउँ पनि एकदमै राम्रो छ। हामी जलजलाबाट एकैछिन जलजला बस्यौँ अनि फर्किएर यो तेन्जिन टाइबेट समथिङ के थियो यो होटलमा चाहिँ बस्यौँ। यो होटलमा बसेर अब यता हुनुहुन्छ उषा मिस र म छौँ। अनि बिहानै जलजला जानको लागि ल्याउनु भएको घोडाहरू पनि एकदमै मोटोघाटो राम्रो छन्। अनि कोही चाहिँ घोडामा चढेर पनि जानुहुन्छ, कोही हिँड्दै पनि जानुहुन्छ, कोही गाडीमा पनि जानुहुन्छ जलजलाको लागि। हामी चाहिँ गाडीमा गएको थियौँ। अनि यो हो जलजलाको भ्यू, एकदमै राम्रो। हिमाल कति राम्रो हिमाल। अनि यसै गरी हामी बिहान उठेर अब गाडी 9 अञ्चलसम्मको लागि रेडी भएर बसेका छौँ। यो चाहिँ त्यही होटेलबाट देखिने भ्यू हो। त्यो होटेलबाट चाहिँ हिमाल एकदमै मजाले देखिरहेको थियो, राम्रो थियो हिमाल चाहिँ। अब चाहिँ हामी हिँड्दै एउटा मन्दिरमा जान्छौँ। मन्दिरमा जाने क्रममा चाहिँ हामी पहिले भिजिट गरिसकेको ढोरपाटनमा फेरि आउँछौँ। पहिला आउँदा चाहिँ ढोरपाटनमा के थियो भन्दा पानी परिरहेको थियो र आज आउँदा चाहिँ फेरि अर्को पटक आउँदाखेरि चाहिँ यहाँ घाम लागिरहेको छ। अनि यसपछि चाहिँ हामी होटलमा जान्छौँ। यो च्याउलाई सुकाएको अनि तरकारी खानको लागि रेडी गरेको। अनि यसपछि हामी चाहिँ यहाँ नास्ता खान्छौँ अनि चिया खान्छौँ। चिया चाहिँ एकदमै फेभरेट। अनि यसपछि हामी एउटा होटलमा आउँछौँ अनि खाना खानको लागि। तिम्रो सुन्दरताको वर्णन नानीको रूपैले वाह भई वाह घायलै गरायो वाह भई वाह लजाउने मुस्कानले वाह भई वाह खङ्ग्रामै बनायो वाह भई वाह पतंग मेरा हवा में होके मलंग। फोटो सेसन चलिरहेको छ है गाइस। उताबाट हिँड्दै आइरहनु भएको छ। यता फोटो सेसन चलिरहेछ। कस्तो लाग्यो ढोरपाटन? यहाँ आउँदा एकदमै राम्रो तर बाटो सम्झिँदा त अब फर्केर नाम नै भयो। भनेपछि यो सिन कस्तो लाग्यो त? यो सिन सम्झिँदा जिन्दगीमा पहिलो अनुभव हो। माया म्याडमलाई कस्तो लाग्यो? मलाई त एकदम रमाइलो, खुसी अनि डर सबै। अनि आस्तो सरलाई कस्तो लाग्यो? मलाई त सबैभन्दा रमाइलो अचक्क भएर थचक्क अनि तपाईँलाई कस्तो लाग्यो ढोरपाटन? तपाईँ त भित्र बाहिर डर तरासमा आइयो। सीता म्याडम कस्तो लाग्यो ढोरपाटन? एकदम रमाइलो। यो त जलजला आउने ठाउँ, धौलागिरी हिमाल मजाले हेरेछ एकदम रमाइलो। यहाँ आइरहनु पर्दैन महिनामा? आइराख्नु पर्छ महिनामा। अनि हजुरहरूलाई कस्तो लाग्यो? राम्रो। ढोरपाटन कस्तो लाग्यो? गजा सरलाई कस्तो लाग्यो ढोरपाटन? ढोरपाटन ठिकै लाग्यो, बाटो चाहिँ खतरा रहेछ। बाटोको खतरा रहेछ। डर मात्र लाग्ने हो। अनि यहाँ चाहिँ चलिरहेछ दुईजनाको फोटोसुट। यसुता म्याडम कस्तो लाग्यो? खतरा त भ्यू कस्तो लाग्यो भनिदिनुहोस् त एकचोटि। एकदम खतरा छ नि बाबा। सर कस्तो लाग्यो ढोरपाटन?
रमाइलो हिमालको दृश्य यो प्राकृतिक यो सल्लाहका बुटाहरू लालीगुराँस अहिले यतिखेर फुल्ने बेला त सकिएको रहेछ लालीगुराँसको यो रुखहरू जुन परिदृश्य अति सुन्दर एकपटक स्वर्गको सुन्दरता हेर्नको लागि यहाँ आउनै पर्छ धन्यवाद गणेश सर कस्तो लाग्यो हजुरलाई यो साँच्चीकै अब नेपाली भएर जन्मिसकेपछि एकपटक यो ढोरपाटन र जलजलामा आउनुपर्छ भन्ने चाहिँ लागेको छ तिमीलाई कस्तो लाग्यो तिमीलाई कस्तो लाग्यो किन त भागिन म्याम हजुरलाई कस्तो लाग्यो ब्युटिफुल हजुर पर्ने आचार खतरा छ भ्यू अब को बाँकी रहन भनेको सबलाई खतरा लाग्यो एकदमै खतरा भ्यू छ खतरा सम्मान कस्तो लाग्यो ढोरपाटन राम्रो लाग्यो अनि हजुरहरूलाई कस्तो लाग्यो हामीलाई त एकदमै रमाइलो लाग्यो तपाईँहरूलाई बरु कोही कस्तो लाग्यो भनिदिनु त हामी अब सबै हामीलाई नि ठिक लाग्यो एकदमै ल आउँछ है त ल रुक्नु फस्यो म त निकाल्नै सकेन बाटो चाहिँ खट्टम रहेछ यहाँ आउनु के तपाईँ आउनु थिएन र म आएको थिएन फर्स्ट टाइम हो ए तपाईँ उताको गाडीको ए ठिक छ